स्वागत छ तपाईहरुलाई मेरो अर्को भ्लगमा। आज हामी चाहिँ बुढा माउलाई टिका लाएर आउँदै विनोद दाइलाई पिङ खेल्ने रहर थियो अनि यतातिर छिरेर हामी पिङ खेलेर जाँदै छौं। अहिले विनोद दाइ त अगाडि हुनुहुन्छ। पानी परेर 2 दिन दसैँ अलि खल्लै भयो। त्यसपछि आज अलि खुल्ल्या रमाइलो खुलेर पुरा आकाश खुल्ल्या। आज चाहिँ पानी पर्दैन जस्तो। हामुल फुटेर यस्तो यतातिर ढलमा यत्रो ठुलो पानी आइरहेको। अब हामी बाइकबाट मास्तिर लाग्छौँ। यहाँबाट विनोद दाइ बाइक चलाउनुहुन्छ, म पछाडि बस्छु ठक्क। हामी पछि भेटौँला है।